So, hi everyone, welcome back. आज चाहिँ हामी हाइकिङ जान मेन्यु हेर्नुस् न अनि इजी मन सक्थे कि खोल्नु मात्र लाग्यो त्यो अनलाइन ल्याइदिनु ल कसको मेसेजमा यस्तो मस्किने निसा फेरि बा यहाँ कुरा नि हो मेसेज लाइन भने कस्तो हुन्छ हामीहरू चाहिँ तारेभिर जान लागेको थियौँ त्यति बेलाको भिडियो हो यो अनि त्यसपछि यतिखेर चाहिँ हामीहरू चाहिँ नजिकै थियो नि त मतलब छिटै पुगिन्छ हामी त्यहाँ एक दिन बस्नको लागि जान लाग्थ्यौँ प्लस हाइकिङ पनि थियो त्यही भएर चाहिँ हामी बिस्तारै खाजा खाएर जाने भनेर चाहिँ हाम्रो प्लान थियो त्यही भएर चाहिँ हामी खाजा खानलाई यो ठाउँमा चाहिँ बसेको थियौँ ल अब चाहिँ हामी जानु लाग्यो खासा भयो हाम्रो अब हामी पूर्व जाँदैछौँ खासा खाएर कोही पूर्व कोही सैलुङ कोही काभ्रे कोही कोरी ट्रेक भयो त पोखरा नि होइन जाँदैछौँ हामी अब हामी खाजा खाएर जान्लाको यति बेला चाहिँ हामीलाई सामानहरू किन्नु थियो त्यही भएर चाहिँ हामीहरू पसलहरू हेर्दै थियौँ अनि निसा चाहिँ टोइलेट गएको थियो त्यही भएर त्यसलाई हामी कुर्दै थियौँ आज हामी यो गऱ्यो भने नि तिमीले अघि त्यसपछि अनि सिक्वेन्स वाइज क्या अनि अब हामी बिग मार्टमा छौँ त अगाडि ल भन अब हामी हाइकिङ जाने मान्छेहरू चाहिँ बिग मार्टमा आइसकेको छौँ कस्तो हेरेको तिनीहरूले तर क्यामेरा अलाउड छैन भनेर अहिले गाइस ठ्याक्क नभन्दै क्यामेरा अलाउड छैन भिडियो खिच्न पाउँदैन भनेर भन्नुभयो अनि मैले अलिअलि त देखाएँ त्यसपछि भिडियो अफ गरेँ अब चाहिँ हामी हिँडेको अब हिँडेको गन्तव्य पुगेको छैन गन्तव्य कहाँ पनि थाहा छैन नि खासमा त देखेको पनि छैन जुम भन्यो त्यो उसमा जस्तै के ऱ्यान्डम जाँदैछ आज हामी हेजवानी एक्जाम हिजो सक्यो हिजो भोलि सक्यो होला एक्जाम हिजो सक्यो अनि आजै हिँडिहाल्यौँ बनाउनुहरू अनि यस्तो के भन्छ रिक्रिएसनल मोमेन्टहरू चाहिँ गर्नुपर्ने रहेछ साथीहरू किनभने हामी कति धेरै ग्रुप थियौँ अब अहिले घटेर यति भएको छ हेर्न सक्नुहुन्छ अब यो पनि घटेर के हुने हो घट्नु अघि नै हामी चाहिँ हाम्रो मेमोरिज बनाउनलाई हिँडेको हो त्यही हो अब हामी चाहिँ यता लेफ्ट हुने होइन यता त हो लेफ्ट यता हो नि त नि राइट हो त्यो ए छैन म हामी त्यहाँ पास जाने हो कि आज हामी बिना गाइड हिँड्दैछौँ कि होइन हो त नि बिहिबार चाहिँ लगेन अब हामीलाई शिवु हो बिजी नै भयो अनि त्यसपछि अनिताको त्यस्तो नमिल्ने भयो प्रिन्स भनेको अब घर कुर्नलाई बसेको छ अनि हामी चाहिँ हिँडिहालेको हामी चाहिँ हिँडेको छौँ त्यही हो हामी चाहिँ आज बाटो पनि मेरो भिडियो आफ्नै भिडियो गरिरहेको हामी चाहिँ आज बाटो नि पुगेको छैन यहाँ छ निसा माथि जानुपर्ने रे कता कता हो प्रभु अब चाहिँ जानु लाग्छौँ हामी तिमीलाई के भन्नु चाहिँ तिमीलाई कस्तो भइरहेछ अहिलेको यो हाइकिङ काइन्ड अफ हाइकिङ हिँडेको 15 मिनट भयो 15 घन्टा हिँड्नु जस्तो भइसक्यो अहिले तर किन मस्केर आएको नि अनि रिजल्टको चाहिँ नयाँ जुत्ता हो है गाइज यो चाहिँ पूर्व जानलाई किनेको जुत्ता हो है गाइज हामी चाहिँ भोजपुर जाँदैछौँ हामी चाहिँ भोजपुर होइन हामी तलमा भोजपुर हो यो रिजन र के दर्शन चाहिँ सैलुङ अञ्जना चाहिँ उता के अरे
होइन कि अस्ति अमेरिका भन्ने अन्जना कुन ठाउँ जाने भन्थ्यो हौ चिसो छ भने चिसो किन रोको 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 एकछिन है सुरु से देखो पानी किनिदिरहेको चाहिँ अब माथि पानी पाइन्न भनेर किन्नै पर्यो कस्तो घाम भएको यार यो चाहिँ हो हाम्रो पानी आफ्नो पानी आफै बोक्नुपर्छ त्यही हो गुड गाई हिजो चाहिँ हामी बस्नुपुर गएको थियो अरे अन्जना भन त स्टोरी भन त चिया खाने ठाउँमा पानी किनेको थियौँ हो अनि पानी किनेको आफ्नो पानी के भन्नु भन त अनि 25 रुपियाँ लियो बाहिरको पानी त्यही पनि अनि 20 हो भनेर रिजन भन्यो अनि आजकल बोल्नुपर्छ के हो भनेर मैले भनेँ अनि आजकलको बहिनी हो त फेरि उसले रिजनले अनि भन्छ त्यो चाहिँ अनि ए ल त्यसो भए आज चाहिँ 20 मै हो अरू बेलामा चाहिँ 25 हो लान्छ गाइजहरूलाई सैलिङमा स्वागत छ जेरी भन्ने सैलिङ आइपुग्यो है सैलिङ पानी त दामी रहेछ यार हामी चाहिँ पानी यस्तै आउनु नि मसिनो पाइपमा आउँछ भालो कुरहेछ है गाई छ अब यहाँ चाहिँ थोरै विश्राम पानीको लागि हाम्रो चाहिँ हाइकिङ सुरु भएर नि हालत चाहिँ बिस्तारै खराब हुँदै थियो सबैजना बा डाले छैन अनि तलदेखि भनेको भने छ बोला बोला चाहिँ उठ्काएकै छैन ए फुच्चे दिपेशले मार्छ है अहिले फेरि दिपेशले अल्छी गर्नुभयो कि माथि आउनु नै ए दाइले अघि अल्छी नगर्नु भनेको दिपेशले धेरै अल्छी गर्नुभयो कि यो कुकुरलाई छोडेर दिपेशको कुकुर हो है गाइज त्यो चाहिँ दिपेशको कुकुर हो है गाइज प्लिज मेन्सन दिपेश दाइ इन कमेन्ट तपाईँको कुकुर हामीसँग आएको छ है दिपेश दाइ प्लिज आफै तपाईँले मैले भन्दै थिएँ त अल्छी नगर्नु भनेर आउनु भन्दाखेरि आउनु भएन यो हो हामी चाहिँ यता जानुपर्ने छ हामी चाहिँ मानुङ ट्रेल जानु लाग्छौँ है अब चाहिँ फेरि अगाडि गएर त्यो क्यामेरा राखेर फेरि पछि आएको जस्तो नाटक गर्न लागेको छौँ कि हामीहरू गमी भयो गमी हेर्नुहोस् है एक त मान्छे हिँड्न सकेको छैन राम्रोसँग त्यही पनि हामीले यस्तो भिडियो बनाउनु चाहिँ आवश्यक थियो कि हामी चाहिँ बाटोमा छौँ बाटो भयो कि बाटो बाटो है यो बाटो हिजो मैले एन्सर दिएको जस्तो भयो यार सस्टेनेबल डेभलपमेन्ट साँच्चै दिले ए हामी आधी बाटोसम्म त हाँस्दै गइरहेको थियौँ त्यसपछि फेरि गाह्रो हुन थाल्यो अब हाइकिङ आएको मान्छेहरूलाई अब हिँड्ने साह्रो परिसकेको थियो तर पनि के गर्नु हामीलाई पुग्नु थियो कि हामीलाई मतलब त्यो हामी बस्ने ठाउँ नै पुगेको थिएन यदि त्यहाँ पुगिहाल्यो भने सामान राखेर फेरि माथि जाने प्लान थियो कि हाम्रो दिपेश आउनु भयो है कुकुर लिन फाइनल्ली
बुलेट बाइकको अहिले कोहीले जिम गर्दैछ यार बच्चे धन्दै हामी आउन लाग्यो आज भोलि आउनु लाग्यो त्यही तपाईँले त्यहाँ धारामा बस्दै गर्नु भोलि बिहान भने कि यो फुच्ची चाहिँ अगाडि हामी धारादेखि हामी सँगसँगै आएको थियो अनि ऊ चाहिँ हामीसँगै हिँडेर आएको थियो फुच्चे चाहिँ घर जाने मान्दाको थिएन कि अनि हामी सबैजनाले चाहिँ हेर्दै थियौँ कि कति बेला जान्छ फुच्चे भनेर फाइनली भेट भयो के त हो फाइनली गयो बाई बाई के यहाँ आउने अनि सुरतको तारिक यसले त कि त उता भनेर मी ड्युरिङ हाइक मी ड्युरिङ हाइक दर्शन भन मी ड्युरिङ हाइक भन मी ड्युरिङ हाइक एकछिन 1 2 3 गो मी ड्युरिङ हाइक वाउ रिजन मी ड्युरिङ हाइक मी ड्युरिङ हाइक मान्छेहरू जिम गरेर यस्तो पछि निकाल्छ यस्तो यो गराहरू जिम गरेर यिनीहरू यहाँ छन् यिनी दुईजना यिनी दुईजना हैन यिनी एकजना अर्को पनि दर्शन पनि हो नि त दर्शन पनि जिम जान्छौ तिमी हैन नि त के मैला सिट छ र यिनीहरू अपाङ्ग सिटमा बस्छ होला कि हामी त मैला सिट नभए उभिरहेको छौँ हिजो अपाङ्ग सिट यहाँ छ फाइनल्ली आइपुग्यो है गाइस साह्रै भिड अझ कति छ माथि पुग्नु अब माथि चाहिँ सुरज कति छ हो आयो है आयो हाम्रो हामी चाहिँ आइसकेको छौँ हाम्रो टेन्टमा यस्तो छ हालत पनि आउनु हुन्छ आउनु नि सर एसएमएस गरेर रहेछ फोनै लाग्दैन नेट पनि चल्दैन गए चाहिँ हामी बेस क्याम्प चाहिँ चाँडै पुग्यो हामी नजिक त रहेछ नि है आछ हामी चाहिँ टेन्टमा आइसकेको छौँ हामी चाहिँ आइसकेको छौँ ए यस्तो रहेछ नि त यहाँ पनि ओइ तोक्छ है नगर्छ दाइ हामीहरू चाहिँ आइसकेको छ भ्यू छ भ्यू यता पनि छ हामी चाहिँ अहिले माथि आइसकेको छौँ अन्जनाहरू दिशा तल छ यहाँ छन् दुईजना म यहाँ छु अनि यहाँ छ द भ्यू अफ काठमाडौँ गाइज लुक खै तारे भिड जाने भनेको थियौँ पुगेर पनि एकैछिन पाउन्न ढिलो हुन्छ के छ हेरिरहेको पर्खे हुन्छ नजाऊ सोच्नु नजाऊ एकचोटि हेरेर मात्र आउँछु ल सिनेमेटिक माथि फोटो के यहाँ चाहिँ फोटो सेसन हुँदैछ गाइजहरूको ल बसेको छन् तल यहाँ तल हो वे कस्तो थालेको हामी चाहिँ तारे भिडबाट अब फर्किँदैछौँ माथिका कलेल देखाएँ मैले क्लिप्सहरू यहाँ छौँ अन्जना निशा चाहिँ गाँटेन यिनीहरू चाहिँ यहाँ छन् यिनीहरू गदाहरू इधर छन् हामी चाहिँ अब ओह्रालो झर्दै थियौँ अन्जनाले चाहिँ पानी पऱ्यो भने अन्जना गइसक्यो अब चाहिँ हामी जान लाग्यो यता छ ब्याक भ्यू होइन रतनबारको क्रिस हो नि त सुरज त फेरि उल्टो कराइदिन्छ तारे भिड
पानी परियो भित्र त पानी नपर्दा के भित्र ल पानी परिसक्यो गमी भयो हामी चाहिँ बाटो उल्टो गएको रहेछ फेरि फर्किँदैछौँ त्यही बाटो अघि आएको यहाँ छ नि खासमा हामी चाहिँ हाम्रो बस्ने ठाउँदेखि अझ माथि भिरसम्म गएको थियौँ तर त्यहाँ पनि पुग्न सकेन तल अलिकति तल गएर चाहिँ हामीले फोटोसोटो खिच्यौँ तर अञ्जना निशा चाहिँ त्यहाँ पनि गएन उनीहरू तल नै बस्थ्यो अनि अब चाहिँ हामी फर्किँदैछौँ खै यो चाहिँ हामीले अम्बक रोप्ने रोप्ने भनेर लिएको थियौँ अनि त्यसपछि बिचरा दर्शनले बोकेकै छ यो अम्बा चाहिँ तर हामीहरूले चाहिँ रोप्नु पाएको छैन अनि त्यसपछि किन भन्दाखेरि चाहिँ यो चाहिँ हामी चाहिँ कहाँबाट इन्सपायर भएको भन्दा पनि यिनीहरू कहाँबाट इन्सपायर भएको भन्दाखेरि चाहिँ कुन फिल्मले सुरज फिल्म होइन मेरो गर्लफ्रेन्डसँग केही गर्ने प्लान थियो गर्नु सकिनँ अनि साथीहरूसँग यसो खासमा चाहिँ हामीले चाहिँ रोप्ने ठाउँमै पाएनौँ कि त्यो सर्टकटबाट गएको थियौँ जङ्गलमा कहाँ रोप्नु सबैतिर रोप अनि त त्यो ठाउँ नै नपाएर हामी बिर्सिसकेको थियौँ कि अनि उहाँहरू चाहिँ आफ्नै कुरामा हाँस्दै हुनुहुन्छ अनि हामीले यहाँ फोटो खिच्यौँ तारेबिर लेखेको ठाउँमा म चाहिँ क्रिसलाई मार्ने हामी चाहिँ अब चटपटे पानीपुरी खान लाग्यो माथिबाट झरेर के गर्नु अब भ्लग यस्तै भयो आज माथि तारेभिर है गाइज बाइ द वे उ त टपमा चाहिँ तारेभिर हो एउटा नमान्ने चाहिँ नपुगेर कि हामी अझ नमान्ने ह्याभ फन गाइज तर राम्रो थियो अञ्जना राम्रो देख्यो साँच्चै भनेको एक दिनपछि धेरै राम्रो थियो तारेभिर अब सायद तल जान्छु भ्लग गर्छु यो ठाउँ चाहिँ लास्तै राम्रो अब चाहिँ हामी यो गमला रोप्नको लागि कुरा गरेर आएको थियौँ अब तल सेटमै रोप्नु भयो लास्टमा अब चाहिँ हामी हाम्रो बेस क्याम्पतिर जानु लागेको हो बेस क्याम्प चाहिँ अर्को माडी हुन्छ नि हाम्रो चाहिँ मुनि छ त्यही हो सही हो दुईजनालाई त्यहाँ मेरो मोबाइल कोसँग छ छ अब चाहिँ हामी फर्किँदैछौँ अब जाऊ अब मलाई नसोध यो रोड त तल पनि निस्किन्छ होला त नि कहाँ तल निक्लिन्छ हौ उता यहाँ रोडको बाटो छ त यो सुरजले चाहिँ हामीले उल्टो बाटो लग्थ्यो कि थाहा छ भन्दै काका लग्थ्यो हामी यो बाटो पुग्छ हामी चाहिँ माथि के भन्छ अरे तारेभिर पुगेर आइपुग्यौँ होइन फर्किँदैछौँ अनि केटाहरू चाहिँ पछाडि आउँदैछ हामी चाहिँ कुरिरहेको छौँ आउँदैन नि होइन चोरहरू पर आउँदा चाहिँ देखेको नि छैन चोरहरू पर देख्नुभयो होला चोरहरू त्यही हो डाकाहरू आजको भ्लग इन्ड गर्नेवाला छौँ अब हामीलाई देशै नै पुग्नलाई बाँकी छ हामीले के गऱ्यौँ के गरेनौँ तपाईँले हेर्नु सक्नुहुनेछ एकदमै आज गाह्रो भयो कि है सबै भ्लग गर्नु ऊ डाकाहरू त्यहाँ छ है त्यो चोरहरू हेर्नु चोरहरू गदाहरू यही हो गदाहरू हामी चाहिँ यहाँ कुरेको हामीले फोन नलाग्ने नि Write a song, 'cause I didn't want anyone thinking I still care I don't, but you still hit my phone. Abhi? La. आज बिग ब्रदर यिनीहरूले चाहिँ भ्लग गर्दै थियो अनि कसले हान्न खोज्दैछ यिनीहरू पछि रहेर झर्दैन ल झर्दैन जेम्ना गाइस झर्ना पानी पर्न थाल्यो
Guys, niche. I don't know how to trust this guy. पानी पर्न थाल्यो I think this is the way. ह हो र माथि हो भने This guy has very bad. के हो माथि हो के लुत्ते माथि हो Are you confused? यसले मुनि घुमाउन लाग्यो This is the way. हो हेर त हो यहाँ पनि बाटो जान्छ के? Because this is the way. Way means बाटो. के हाम्रो ठाउँ होइन यार होइन कि त्यो पनि जान्छ क्या अर्को मात्र जान्छ नि त बाटो बनाउँदै हिँड्दैन नि जेरिना त्यही भनेको कस्तो लुच्ची भनेछ भने कहाँबाट बाटो बनाउने कि यहाँ हिँड्न उठ्छ त बाटो बाटै छैन यहाँदेखि है को मुर्दा र यो बाटो भन्ने जेमिना एकचोटि फेरि मुर्दै नि ढुङ्गाले लोहर यसलाई एकचोटि फेरि ढुङ्गाले हान्नुपर्छ के हो ढुङ्गाले हामी चाहिँ हाइकिङ भरि यस्तै भयो बाटो थाहा नभइकन पनि हामी हिँड्दै थियौँ क्या बाटो छ भन्दै चोप्पाइदै बाटो हिँडिरहेको थियौँ तर नि रमाइलो भइरहेको थियो हामीले चाहिँ जस्तोको हाइकिङ गरेर सकायौँ अनि हामी चाहिँ आफ्नो वासस्थानतिर हामी फर्किने थियौँ अनि यो भिडियो धेरै लामो भएको कारणले चाहिँ मैले सबै देखाउन सकिनँ अर्को पार्ट 2 पर्खिनु होला